हामी यहाँ किन आयौँ भन्ने कुरो तपाईँ हामी सबैलाई अवगत छ। वास्तविकता के भने हाम्रो यो ऐतिहासिक पृष्ठभूमि बोकेको मुन्दुमी थलोलाई चाहिँ एउटा दलाल व्यक्तिगत रूपमा चाहिँ एउटा दलालले सुम्पेको यो हाम्रो ऐतिहासिक पृष्ठभूमिलाई फर्काउनै पर्छ र भोलि गएर यदि यो राज्यले यसरी नै दमन गरेर चाहिँ एकत्रित भएर उसले चाहिँ यो लागू गरायो भने भोलि यो ठाडो बाटोको जति पनि उसको केबल कारहरू छ त्यो निश्चित रूपमा हरेक पोलमा बम पड्किनु अब पछि हट्दैनौँ हामी। यसमा तपाईँले ढुक्क हुनुहोस्, यो निश्चित रूपमा भत्केर जान्छ। यो कुनै राज्यले बन्दुक देखाएर यो बन्नेवाला छैन। यो ढुक्क हुनुहोस्, भत्काइदिने हो होइन बा? अनि तपाईँ भत्काइदिने अनि भत्काएर छोड्ने? भत्कारै छोड्ने। यो हामी सबै एक भएर लाग्नुपर्छ। यो हामीले चाहिँदैन, एक चाहिँदैन, दुई चाहिँदैन। यो उनीहरूको हाम्रै पैसा, हाम्रो 1 रुपियाँ 2 रुपियाँ सबै उठाएर यहाँ पैसा, त्यो हाम्रो पैसा जम्मा गर्दैछ भने यो उनीहरूको हाम्रै पैसा। र यहाँ विभिन्न ठाउँबाट यो यहाँ नो केबल कारको यो ब्यानर बोकेको हामीले देख्न सकिरहेका छौँ। र यो अहिले यो शान्तिपूर्ण र्याली अहिले तल्लो फेरि आइपुगेको छ। अलिकति भन्नुहोस् त सर, यो तपाईँहरूको कार्यक्रम चाहिँ यो खास के कार्यक्रम अहिले? यो मुकुमलुङमा चाहिँ केबल कार निर्माण गर्न लागिराखेको छ। यो केबल कार निर्माणको कार्यलाई बन्द गर्नको लागि हामीले यो आन्दोलनको कार्यक्रम घोषणा गरेका छौँ। आज हामीले पदयात्रा सुरु गऱ्यौँ र आज यहीँसम्म मात्रै? अहिले आज यहीँ यो गेटसम्म मात्रै, ठुलो फेरि यो कान्छी थानसम्म एकदमै। अनि आज तपाईँले शान्तिपूर्ण यहाँनिर रेली गर्नुभयो। यो शान्तिपूर्ण रेली गर्दैमा यो केबल कारवाला पछाडि हट्छ होला त? हाम्रो चाहना शान्तिपूर्ण, बिना रक्तपात, बिना द्वन्द्व, होइन उहाँले त गोली हानिसक्नु भयो त, चाहिँ यो रोकियोस् भन्ने हाम्रो कामना हो। अहिले पनि हामी त्यही भन्छौँ, आजको घडीसम्म पनि त्यही भन्छौँ। तर अब हटेन, यदि हटेन भने सायद त्यसको विकल्पमा हामीले के गर्नुपर्छ भनेर यो आन्दोलनकारीहरूले चाहिँ शान्तिपूर्ण गर्दा भएन भने अब त्यसको विकल्पमा के गर्नुपर्छ त्यो गर्न हामी तयार छौँ। अनि उहाँहरू पछि हटेन भने चाहिँ तपाईँहरूको भावी रणनीति चाहिँ के छ? होइन, भावी रणनीति मैले अघि भने शान्तिपूर्ण भएन भने त्यसको विकल्पमा के गर्दा त्यो हट्छ त्यो सबै गर्छौँ हामी। त्यहाँ बम हानेर हटाउनुपर्छ कि त्यहाँ के गरेर हटाउनुपर्छ कि त्यो सबै कुरा गर्न चाहिँ हामी पछि पर्दैनौँ। एउटा कुरा के हो भने हामीले यसलाई कसरी बुझेको छौँ भने हजुर हाम्रो आत्मसम्मानमाथि धावा बोलेको बुझेको छौँ। त्यसकारण त्यसरी तपाईँहरू पछि हट्नुहुन्न। त्यसकारण हामी कुनै हालतमा यो उनीहरूले ठट्टा नसोचे हुन्छ होइन। हाम्रो अमिरजीहरूले, हाम्रो यहाँको मेयर सापरले, हाम्रो यो कोकोले ठट्टा नसोचे हुन्छ। मैले अघि भने यो चाहिँ हामीले कसरी बुझेका छौँ, कसरी लिएको छौँ भने यसलाई हाम्रो आत्मसम्मानमाथिको घात हामीले ठानेको। त्यसले गर्दा हामी कुनै हालतले छोड्दैनौँ। यो हाम्रो चोलुङलाई हामी उठाइकन छोड्छौँ, जसरी हुन्छ हामी उठाइकन छोड्छौँ। तपाईँहरूको अनुमति नै हुन्न कुनै हालतले, यो कुनै हालतले चल्दैन। तपाईँ यति लेखेर राखेको हुन्छ। मैले दोस्रो चरणको यो ल्याइरहेको छ। क्षेत्रमा केवल कार चाहिँदैन, जनताको छातीमा गोली हान्नु पाइँदैन। नालायक सरकार राजीनामा दे, नालायक सरकार राजीनामा दे। योगेश भट्टराई मुर्दाबाद, योगेश भट्टराई ताप्लेजुङ जिल्ला निषेध छ। योगेश भट्टराईलाई ताप्लेजुङ जिल्ला निषेध गरौँ। चन्द्र ढकालका मोतियार होसियार, चन्द्र ढकालका केबल कारवादी मोतियार होसियार।
ताप्लेजुङ मुकुलुङ क्षेत्रमा केबल कार चाहिँदैन जनता मार्ने विकास चाहिँदैन गोली हान्ने सरकारलाई कारबाही गर गोली हान्ने सरकार चाहिँदैन केपी तेरो दलाल चल्दैन केपी तेरो दलाल चल्दैन ओली सरकार मुर्दाबाद ओली सरकार तेरो दलाल चल्दैन ओली सरकार तेरो दलाल चल्दैन ओली सरकार तेरो दलाल चल्दैन राज्य आतंक बन्द को निर्माण गर्ने भनेर यो ऐतिहासिक धार्मिक स्थललाई ध्वस्त पार्ने केही व्यक्तित्वहरू लागिरहेको हुनाले सो निर्माण कार्य विरुद्धको लागि हामी विभिन्न क्षेत्रबाट ताप्लेजुङ जिल्ला लगायत विश्वभर छरिरहनुहुने सम्पूर्ण प्राकृतिक प्रेमी उपस्थित महानुभावजीहरू हामी यतिखेर शान्तिपूर्ण पद यात्रामा छौँ यो मुकुमलुङ ऐतिहासिक स्थलमा। अब भने हामी यहाँलाई जानकारी गराउन चाहन्छौँ कि यस कार्यक्रमको भोलिको हुने कार्यक्रम र आउँदो कार्यक्रमहरूको लागि विस्तृत रूपमा जानकारी गर्नको लागि म मुकुमलुङ सङ्घ समितिको तर्फबाट कुमार साम्यज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।